Hello everyone, welcome to our YouTube channel. If you are new to this channel, then hi, I'm Kasi. So you guys are doing well. By the title, you already know what is the video is all about. आजको भिडियोमा चाहिँ म बनाउँदैछु फारा खान स्टाइल रोस्ट चिकन चाहिँ फारा खानकोमा जस्तै वाला मैले भिडियो हेरेर बनाउँ जस्तो लागेको थियो. सो मैले चाहिँ बनाएको छु. त्यसमा चाहिँ आफ्नो पनि अलिकति इन्ग्रेडिएन्ट हालेर बनाएको छु अलि राम्रो होस् भनेर. सो without further ado, let's get started. मैले चाहिँ होल चिकन लिएको छु अनि इन्ग्रेडिएन्टहरु चाहिँ मैले के युज गरे भनेर स्क्रिनमा मेन्सन गरेको छु. इन्ग्रेडिएन्टहरु चाहिँ बोथ साइडमा युज गर्नुपर्छ अनि त्यसलाई राम्ररी मसाज गर्नुपर्छ सो दैट चिकन क्यान अब्जर्ब इट. कतिको पिरो मन पर्छ त्यो अनुसार राख्दा हुन्छ. यो चिली फ्लेक्स चाहिँ मलाई अलि स्पाइसी नै मन पर्छ सो मैले चाहिँ अलि धेरै नै चिली हालेको छु यसमा. एज पर फारा खान यसको टेस्ट भनेकै मस्टर्ड पेस्टबाट आउँछ भनेको छ. सो मैले मस्टर्ड पेस्ट चाहिँ अलि मजाले लगाएको छु. मलाई चाहिँ रोजमेरीको स्मेल अनि अनियनको टेस्टहरु मन पर्छ सो मैले यो रोस्ट चिकनमा तिनीहरु पनि इन्क्लुड गरेको छु. मैले चाहिँ लास्टमा लेमन हालेर एकछिन म्यारिनेट गर्न छोडेको छु. ओइलको लागि चाहिँ मैले अलिभ ओइल लिएको छु. तपाईको घरमा जुन तेल छ त्यो युज गर्दा भयो. इन्डक्सनकोमा चाहिँ मैले 80 डिग्रीमा राखेर पकाएको छु. 80 डिग्री धेरै कम भयो भनेर सो मैले पछि चाहिँ बढाउँदै गएको छु राम्ररी झोल सुकेन भनेर. तपाईहरुले चाहिँ ग्यासमा पकाउँदा चाहिँ अलिकति सानो ग्यासमा पकाउनुस्. हाफ एन आवर जति पकाएपछि चाहिँ त्यसलाई स्प्लिट गर्नुपर्छ. Okay, with that, I would like to end this video. If you like this video, subscribe to my YouTube channel and see you next one. Bye bye.